साथीहरू मलाई चाहिँ आज यो टीको चाहिँ हेल्थ बेनिफिट भन्नु मन पर्यो तपाईँहरूसम्म पनि है, ताकि तपाईँहरूलाई पनि याद होस् र तपाईँहरूले पनि खाएर चाहिँ आफ्नो हेल्थलाई चाहिँ एकदमै फिट एन्ड फाइन राख्न सक्नुहोस् भनेर चाहिँ मलाई सेयर गर्नु मन पर्यो। म चाहिँ युजली यो चाहिँ इभिनिङमा खाने गर्छु। सो आज चाहिँ मैले दिउँसो नै भिजाएर खाँदैछु, मेरो स्टाफले ल्याउनु भएको रहेछ, सो त्यही भएर। अनि यसलाई चाहिँ ब्लू टी भन्छ है, तपाईँहरूले अनलाइन मगाउनु पनि सक्नुहुन्छ। अनि नेपाली हिन्दीमा चाहिँ यसलाई के अपरिचिता के समथिङ भनेको जस्तो लाग्यो, आइएम नट स्योर है, तर यसलाई चाहिँ ब्लू टी भनेर मगाउनु भयो भने चाहिँ अनलाइनमा अर्डर गर्दाखेरि पनि हुन्छ। अनि यसको चाहिँ हेल्थ बेनिफिट एकदमै बेसी हुन्छ है, हार्ट हेल्थको लागि एकदमै राम्रो, ब्रेनको लागि राम्रो। तपाईँहरूले एकदमै स्ट्रेस हुनुहुन्छ भने चाहिँ यो टी खायो भने एकदमै काम फिल हुन्छ है। यसमा चाहिँ एकदमै बेसी एन्टिअक्सिडेन्ट हुन्छ नि त, सो स्किनको लागि हेयरको लागि पनि एकदमै राम्रो हो। अनि वेट लसको लागि पनि धेरै हेल्प गर्छ, किनभने यसमा चाहिँ 0 क्यालोरी है, क्यालोरी हुँदैन, त्यही भएर चाहिँ वेट लसमा पनि हेल्प गर्छ। सो जसलाई चाहिँ एकदमै बेसी स्ट्रेसहरू हुन्छ है, तपाईँहरूले चाहिँ इभिनिङतिर चाहिँ यो खानुभयो भने चाहिँ एकदमै काम फिल हुन्छ। म पनि खान्छु इभिनिङमा है, मलाई पनि एकदमै राम्रो हुन्छ। सो तपाईँहरूले पनि यो ब्लू टी चाहिँ खान सक्नुहुन्छ, अनलाइन मगाउँदा पनि हुन्छ है। जसले चाहिँ घरमै रोप्नु भएको छ, कतिजनाले त ड्राई गरेर राख्नुहुन्छ नि त, त्यसको फुल टिपेर, त्यो त झन् एकदमै राम्रो। तर छैन भने चाहिँ अनलाइन मगाएर चाहिँ तपाईँले खान सक्नुहुन्छ, फ्लिपकार्ट, एमाजोन जेमा पनि पाउन सक्छ। बटरफ्लाई पीटी के समथिङ पनि भन्छ यसलाई। सो तपाईँहरूले पनि इन्जोय गर्नुहोस् होला।